सबैलाई नमस्कार। काठमाडौँ महानगरपालिकाका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डे र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ बीच काठमाडौँ क्षेत्र नम्बर 3मा बडो मजाको भिडन्त हुनेवाला छ। किनभने कुलमान घिसिङ र राजुनाथ पाण्डे एउटै क्षेत्र नम्बर 3 काठमाडौँ क्षेत्र नम्बर 3बाट उम्मेदवारी दर्ता गर्दैछन्, अर्थात् चुनावमा भिड्दैछन्। अब जित कसले हात पार्ला त? कुलमान घिसिङले जित्लान् यो निर्वाचन कि राजुनाथ पाण्डेले जित्लान्? राजुनाथ पाण्डे चाहिँ रासोपाको घन्टी चुनाव चिन्हबाट लड्दैछन् भने कुलमान घिसिङ चाहिँ उज्यालो नेपालको चिम चुनाव चिन्ह लिएर लड्दैछन्। आज फागुन 21 गते हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गराउने दिन, अर्थात् मनोनयन दर्ता गराउने दिन रहेको छ। आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन आयुक्तको कार्यालयमा गएर आज उम्मेदवारी दर्ता गराउँदैछन्। आज साँझ 6 देखि 7 बजेको बिचमा चाहिँ कुन क्षेत्र नम्बरबाट को कहाँबाट कोसँग भिड्दैछन् र को विरुद्ध को लड्दैछन् भन्ने कुरा चाहिँ साँझसम्म लिस्ट आइसक्नेछ, अर्थात् निर्वाचन आयुक्तको कार्यालयले त्यो सार्वजनिक गर्नेछ। त्यति बेला झन् रोचक हुनेछ। अहिले धेरै क्षेत्र नम्बरहरूमा चाहिँ कन्फ्युज भइरहेको छ, को उठ्छ भन्ने छ। त्यसपछि चाहिँ एकदम डिक्लेयर हुनेछ, एकदम क्लियर हुनेछ। अब तपाईँलाई के लाग्छ? कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर 3बाट जित्लान्, अर्थात् राजुनाथ पाण्डेले जित्लान्? कृपया तपाईँको प्रेडिक्सन अर्थात् कमेन्ट गर्दै गर्नु होला। तपाईँलाई के लाग्छ, कसले जित्छन् लाग्छ? कृपया कमेन्ट गर्नु होला है त।